मेरो सुझाव यही हो कि इन्टरिम गभर्मेन्ट त उहाँले यति राम्रो बनाइसक्नु भयो होइन, अझै क्याबिनेट मिनिस्टर्सहरू थप्दै हुनुहुन्छ। अहिले चट्ट लाइनअप हेर्दाखेरि चाहिँ बल्ल साँच्चीकै दसैँ आए जस्तो फिल हुन्छ कि साँच्चीकै सास फेर्दाखेरि अलिअलि करप्सन नभएको सास हो कि यो होइन, अलिअलि साँच्चीकै हाम्रो माटो हाम्रो धरतीले अलिकति राहत पाएको जस्तो होइन, अलिअलि है म 100% अलिअलि स्टार्ट हुँदैछ क्या त्यो। अब जो क्याबिनेट मिनिस्टरहरू आउनुभएको छ अब उहाँहरूले काम गर्नुहुन्छ, 6 मन्थ्समा जुन उहाँहरूले योगदान दिनुहुन्छ, यो योगदान जुन 6 महिनामा यसपालि हामीले पैसा बचाउँछौँ नि त्यो सोच्नुहोस् त, जुन पैसा हामीले बचाउँछौँ यसपालिको पार्लियामेन्टमा जति पनि मेम्बर्स हुनुहुन्छ उहाँहरूले वालछाल खर्च नगरेपछि कति पैसा बच्छ हाम्रो देशको। सो यो सबै कुरा बिस्तारै ट्याली गर्दै जाँदा बिस्तारै यसो गर्दै मुस्कान आउने रहेछ कि। सो यो मुस्कानमा चाहिँ फेरि हामीले पक्कै पनि हाम्रो जति पनि शहीद हुनुभएको छ उहाँलाई बिर्सिनु भएन, तर यो मुस्कानमा उहाँलाई हामीले कसरी अलाइभ राख्ने, एभ्री डे यो मुभमेन्टको लागि फाइट गर्ने। सो सुशीलाजीले अहिलेको लागि इन्टरिम गभर्मेन्ट यति राम्रो बनाइसक्नु भयो होइन, हाम्रो जेनजीको यस्तो पार्टिसिपेसन छ, अहिले हामी नेपालको यस्तो पार्टिसिपेसन छ, यति मजाले उहाँहरूले गभर्मेन्टसँग टक्सहरू गरिरहनु भएको छ, हाम्रो हितमा हामीले चाहेको रोजेको मान्छेहरूको नाम आइरहेछ होइन। सो यही चिज चाहिँ देख्न मन छ जब हाम्रो गभर्मेन्ट फर्म हुन्छ।